नमस्कार साथीहरू। आज हामीले नेपाल राष्ट्र बैङ्कको प्रशासन सेवा सहायक द्वितीय श्रेणी सहायक पदको खुल्ला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रमबारे हेर्नेछौँ, जानकारी लिनेछौँ। परीक्षा प्रथम चरण र द्वितीय चरणमा गरी हुनेछन्, सम्पन्न हुनेछन्। परीक्षामा अङ्ग्रेजी नेपाली दुवै माध्यमबाट लेख्न सकिनेछ र 40 अङ्क ल्याउने उत्तीर्णाङ्क हुनेछ। 40 अङ्क पास हुनेछन्, 40 अङ्क ल्याउने। अब प्रथम पत्रमा के हुनेछन् त विषयवस्तुको बारेमा हेरौँ। 40 अङ्क खण्ड एमा 40 अङ्क, 2वटा प्रश्न 5 नम्बरको, 3वटा प्रश्न 10 नम्बरको सोधिनेछ, जुन बैङ्किङसँग सम्बन्धित हुनेछन्। बैङ्किङमा समेटिएका विषयवस्तुहरू निम्न छन्। नेपालको बैङ्किङ तथा वित्तीय प्रणाली विकासक्रम तथा स्वरूप, नेपाल्स ब्याङ्किङ एन्ड फाइनेन्सियल सिस्टम डेभलपमेन्ट एन्ड स्ट्रक्चर, नेपाल राष्ट्र बैङ्क सङ्गठनात्मक स्वरूप, काम, कर्तव्य र अधिकार, एनआरबी अर्गनाइजेसनल स्ट्रक्चर, फङ्सन, ड्युटिज एन्ड राइट। बैङ्क तथा वित्तीय संस्थाको काम, कर्तव्य र अधिकार, फङ्सन, ड्युटिज एन्ड राइट अफ ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन। अर्को छ बैङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने बैङ्किङ सेवाहरू के छन्, जसमा निक्षेप, कर्जा, प्रतिपत्र, बैङ्क जमानत, एबीबीसी एनी ब्रान्च ब्याङ्किङ सर्भिस, स्विफ्ट, सोसाइटी फर वर्ल्ड वाइड इन्टरब्याङ्क फाइनेन्सियल टेलिकम्युनिकेसन, चेक क्लियरिङ, विप्रेषण, रेमिटान्स, विदेशी विनिमय, वित्तीय साक्षरता र वित्तीय समावेशिता, फाइनेन्सियल लिट्रेसी एन्ड फाइनेन्सियल इन्क्लुसन। अर्को रहनेछ मुद्रा बजार र पुँजी बजार। यहाँ के हुनेछ त समग्रमा नेपाल राष्ट्र बैङ्क र अन्य ब्याङ्किङ संस्थाको विकासक्रम, काम, कर्तव्य, अधिकार, उनीहरूले प्रदान गर्ने सेवा सँगै वित्तीय साक्षरता र वित्तीय समावेशीकरण, मुद्रा बजार र पुँजी बजार बारेमा समेटेर 40 नम्बरको प्रश्न सोधिनेछ। खण्ड बी 30 अङ्कको हुनेछ, जसमा 2वटा प्रश्न 5 नम्बरको र 2वटा प्रश्न 10 नम्बरका हुनेछन्। लेखामा के समेटिन्छ त बही खाता, 1मा बही खाता र लेखा सम्बन्धी अवधारणा, बुक किपिङ एन्ड एकाउन्टिङ कन्सेप्ट, 2मा घोषणा भाउचर र बैङ्क नगरी किताब, जर्नल भाउचर एन्ड ब्याङ्क क्यासबुक, 3मा सन्तुलन परीक्षण, ट्रायल ब्यालेन्स, 4मा हिसाब मिलान विवरण, रिकन्सिलिएसन स्टेटमेन्ट, 5मा नाफा नोक्सान हिसाब र वास्लात, प्रफिट लस एकाउन्ट एन्ड ब्यालेन्स सिट, 6मा वित्तीय अनुपात, फाइनेन्सियल रेसियो, 7मा आन्तरिक जाँच, आन्तरिक नियन्त्रण र आन्तरिक लेखा परीक्षण, इन्टर्नल चेक, इन्टर्नल कन्ट्रोल एन्ड इन्टर्नल अडिट, 8मा राजकट्टी, प्रकार तथा विधिहरू, डिप्रिसिएसन, काइन्ड्स एन्ड मेथड्स, 9मा सरकारी लेखा प्रणाली, गभर्मेन्ट एकाउन्टिङ सिस्टम, 10मा लेखामान, नेपाल लेखामान, नेपाल वित्तीय प्रतिवेदनमान, एकाउन्टिङ स्ट्यान्डर्ड, नेपाल एकाउन्टिङ स्ट्यान्डर्ड, नेपाल फाइनेन्सियल रिपोर्टिङ स्ट्यान्डर्ड, 11मा मौजात व्यवस्थापन, इन्भेन्ट्री म्यानेजमेन्ट। खण्ड सी 20 अङ्कको हुनेछ, जसमा 4वटा प्रश्न 5 नम्बरको सोधिनेछ। ती गणितसँग सम्बन्धित हुनेछन्। 1मा एक नियम, युनिटरी मेथड, समय र काम, टाइम एन्ड वर्क, 2मा ब्याज गणना, साधारण र चक्रिय, इन्ट्रेस्ट क्यालकुलेसन, सिम्पल एन्ड कम्पाउन्ड, 3मा नाफा नोक्सान, प्रफिट एन्ड लस, 4मा छुट र कमिसन, डिस्काउन्ट एन्ड कमिसन, 5मा क्षेत्रफल र मापन, एरिया एन्ड मेजरमेन्ट,
6 मा मध्यक, मध्यिका, बहुलक र मानक विचलन, मिन, मिडियन, मोड एन्ड स्ट्यान्डर्ड डेभिएसन। 7 मा तथ्याङ्क सङ्कलन, विश्लेषण र अभिलेख, डाटा कलेक्सन, एनालाइजिङ एन्ड रेकर्डिङ। 8 मा मूल्य सूचकाङ्क, प्राइस इन्डेक्स। त्यस्तै गरी खण्ड डी, सेक्सन डी 10 अङ्कको हुनेछ, जसमा 2वटा प्रश्न 5 अङ्कका हुनेछन्। त्यो सूचना प्रविधिसँग सम्बन्धित, इन्फर्मेसन टेक्नोलोजीसँग सम्बन्धित हुनेछ। 1 मा नेपाल राष्ट्र ब्याङ्क आइटी गाइडलाइन्स एन्ड आइटी कोड अफ कन्डक्ट। 2 मा अफिस सिस्टम। 3 मा कम्प्युटर अपरेटिङ सिस्टम, विन्डो, लिनक्स, युनिक्स। 4 मा जेनरल इन्फर्मेसन अफ डाटाबेस, आइटी सेक्युरिटी। 5 मा कन्सेप्ट अफ इन्टरनेट, इन्टरनेट, एक्सट्रानेट एन्ड इमेल। इन्टरनेट, इन्ट्रानेट एन्ड एक्सट्रानेट एन्ड इमेल। नेपाल राष्ट्र ब्याङ्कको द्वितीय चरण भन्दा पनि पत्र, द्वितीय पत्र अर्थशास्त्र, व्यवस्थापन र कानुनसँग सम्बन्धित हुनेछ। अर्थशास्त्रसँग सम्बन्धित 40 अङ्क हुनेछ, जसमा 2 प्रश्न 5 नम्बरको, 3 प्रश्न 10 नम्बरको सोधिनेछ। 1 मा अर्थशास्त्रको अवधारणा, सूक्ष्म अर्थशास्त्र र बृहत अर्थशास्त्र, कन्सेप्ट अफ इकोनोमिज, माइक्रो इकोनोमिज एन्ड म्याक्रो। 2 मा नेपाली अर्थतन्त्रका आयामहरू, फ्याक्टर अफ नेपाली इकोनोमी। 3 मा समष्टिगत आर्थिक सूचकहरू, म्याक्रो इकोनोमिक इन्डिकेटर्स, जसमा कुल गार्हस्थ्य उत्पादन ग्रस डोमेस्टिक प्रोडक्ट, कुल राष्ट्रिय उत्पादन ग्रस नेसनल प्रोडक्ट, मानव विकास सूचकाङ्क, ह्युमन डेभलपमेन्ट इन्डेक्स, प्रति व्यक्ति आय, पर क्यापिटल इन्कम, लगानी, इन्भेस्टमेन्ट, खपत, कन्जप्सन, बचत, सेभिङ, मुद्रास्फीति, इन्फ्लेक्सन, सार्वजनिक ऋण, पब्लिक डेब्ट, वैदेशिक व्यापार, विप्रेषण, रेमिटान्स, भुक्तानी सन्तुलन, ब्यालेन्स अफ पेमेन्ट, मूल्य सूचकाङ्क, प्राइस इन्डेक्स, विदेशी विनिमय, फरेन एक्सचेन्ज। 4 मा मौद्रिक र वित्त नीति, मोनिटरी एन्ड फिस्कल पोलिसी। 5 मा नेपालमा आर्थिक विकासका चुनौती, च्यालेन्ज अफ इकोनोमिक डेभलपमेन्ट इन नेपाल। 6 मा योजना र आर्थिक विकास, प्लानिङ एन्ड इकोनोमिक डेभलपमेन्ट। 7 मा सरकारी बजेट, प्रकार र महत्त्व, गभर्मेन्ट बजेट, टाइप्स एन्ड इम्पोर्टेन्स। 8 मा वित्तीय क्षेत्र सुधार, फाइनान्सियल सेक्टर रिफर्म। 9 मा नेपालको आर्थिक विकासमा विश्व बैङ्क, एसियाली बैङ्क, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको भूमिका। रोल अफ वर्ल्ड ब्याङ्क, एसियन डेभलपमेन्ट ब्याङ्क, एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ब्याङ्क एन्ड इन्टरनेसनल मोनिटरी फन्ड इन इकोनोमिक डेभलपमेन्ट अफ नेपाल। राष्ट्र बैङ्कको द्वितीय पत्रको खण्ड बी 30 अङ्कको हुनेछ, जसमा 2वटा प्रश्न 5 अङ्कको, 2वटा प्रश्न 10 अङ्कको हुनेछन्। व्यवस्थापनसँग सम्बन्धित हुन्छ। व्यवस्थापनको अवधारणा, सिद्धान्त र कार्य, म्यानेजमेन्ट कन्सेप्ट, प्रिन्सिपल एन्ड फङ्सन, जसमा नेतृत्व, लिडरसिप, सञ्चार, कम्युनिकेसन, सुपरिवेक्षण, अनुगमन र नियन्त्रण, सुपरभिजन, मोनिटरिङ एन्ड कन्ट्रोल, व्यवस्थापन, नैतिकता, म्यानेजमेन्ट इथिक्स, अनि 2 मा मानव स्रोत व्यवस्थापनको अवधारणा, कार्य, ह्युमन रिसोर्स म्यानेजमेन्ट कन्सेप्ट एन्ड फङ्सन। त्यस अन्तर्गत कार्य सम्पादन, मूल्याङ्कन र पुरस्कार प्रणाली, पर्फर्मेन्स एप्राइजल एन्ड रिवार्ड सिस्टम। 2 मा उत्प्रेरणा, मोटिभेसन। 3 मा नेपाल राष्ट्र बैङ्क कर्मचारी सेवा विनियावली, नेपाल राष्ट्र ब्याङ्क इम्प्लोइ सर्भिस बाइ ल।
3 मा औद्योगिक सम्बन्धको अवधारणा कन्सेप्ट अफ इन्डस्ट्रियल रिलेसन, जस अन्तर्गत विवादका कारण र समाधान कजेज एन्ड सेटलमेन्ट अफ डिस्प्युट, ट्रेड युनियन र सामूहिक सौदाबाजी, ट्रेड युनियन एन्ड कलेक्टिभ बार्गेनिङ। 4 मा कार्यालय तथा अभिलेख व्यवस्थापन, अफिस एन्ड रेकर्ड म्यानेजमेन्ट। 5 मा फाइलिङ र अनुक्रमणिका, फाइलिङ एन्ड इन्डेक्सिङ। 6 मा पत्र र टिप्पणी लेखन, लेटर एन्ड टिप्पणी मिमो राइटिङ गरेर व्यवस्थापन खण्ड सम्पन्न हुनेछ, जुन 30 अङ्कको हुनेछ। अनि खण्ड सी कानुनसँग सम्बन्धित छ, संविधान र बैङ्किङ कानुन, जसको अङ्कबार 30 हुनेछ। 4 वटा प्रश्न 5 नम्बरको र 1 वटा प्रश्न 10 नम्बरको सोधिनेछ। 1 मा नेपालको संविधान 2072 को भाग 1, 3, 4 र अनुसूची। 2 मा नेपाल राष्ट्र बैङ्क ऐन 2058। 3 मा बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073। 4 मा बैङ्किङ कसुर तथा सजाय ऐन 2064। 5 मा सम्पत्ति शुद्धिकरण, मनी लन्ड्रिङ निवारण ऐन 2064। 6 मा कम्पनी ऐन 2063, परिच्छेद 2, 3, 7 र 8। 7 मा विदेशी विनिमय नियमित गर्ने ऐन 2019। 8 मा बैङ्क तथा वित्तीय संस्था एक आपसमा गाभिने मर्जर तथा प्राप्ति एक्विजिसन सम्बन्धी विनियावली 2073। यसरी हाम्रो सम्पूर्ण कोर्स कभर हुनेछ। तयारीमा जुट्नु भएको सबैजनालाई अल द बेस्ट। थ्याङ्क्स फर वाचिङ। सब्सक्राइब गरेर हामीसँग जोडिनुहोला अन्य भिडियोका लागि। बाई बाई, टेक केयर।